मैले बच्चाहरू हुर्काइरहेको छु लाइफ त्यागेर अनि त्यस्तो मान्छेलाई त्यस पढाउनुको अवार्ड पाएको त मैले बच्चाहरूलाई हुर्काएको छु। अनि हर्का सम्पा र इन्दिरा राणाजी दुईटै बेग्स नेपालको लागि चाहिने बनाएर उहाँहरूलाई दण्डित गर्नुपर्छ। महिला शक्ति नै गाली चाहिँ नेपालमा त होइन संसारमै सबभन्दा धेरै गाली चाहिँ मलाई गरिरहेको हुन्छ, तर म चाहिँ हाँसिरहेको हुन्छु। नेताले पनि गाली गर्यो भने चाहिँ नेतालाई पनि ठोक्नुपर्छ। सबभन्दा धेरै सरकारी कर्मचारी र छ भने उनीहरूलाई 5 लाख ठोक्नुपर्छ। तपाईँको त त्यत्रो ठुल्ठुलो नेताहरूले मन तपाईको समर्थकहरूले चाहिँ अत्याधिक गाली गर्नुभयो एकजना सत्तापक्षकै माननीयलाई, उहाँले सदनमै रोस्टरमै गएर आक्रोश पोख्नुभयो। एउटा इनोसेन्ट मान्छेलाई मैले मेरो घर बनाएको छु र मेरो त्यत्रो अवार्डहरू कराउनुको अवार्ड पाएको त मैले बच्चाहरूलाई हुर्काएको छु। त्यो थाहा होइन, तपाईँ नसोच्नु क्वेसन। तपाईँले थाहा पाउँदा यत्रो मैले बच्चाहरू हुर्काइरहेको छु लाइफ त्यागेर अनि त्यस्तो मान्छेलाई त्यसरी के अरे मैले पनि भन्छु। किन भनेको त हो नि त। यो गाली चाहिँ नेपालमा त होइन संसारमै सबभन्दा धेरै गाली चाहिँ मलाई गरिरहेको हुन्छ, तर म चाहिँ हाँसिरहेको हुन्छु। कहिले रिसाएको देख्नु छैन। त्यस्तो छ हो, हामी पब्लिकको सेवक हो। पब्लिकले के भन्छ हाम्रो बारेमा होइन, गाली गर्छन्, घरिघरि ताली बजाउँछन्, त्यो सबै कुरा स्वीकार्नु। अपशब्दहरू भन्नु मिल्छ त? कानुनी प्रक्रियाबाट जानु मिल्छ कि भन्नु? कानुनी किन प्रक्रियामा जानु? कतिजनालाई थुन्नु? 1000 जनाले भनेको छ, 1000 जनाले काट्छु भनेको छ, कहाँ छ जेल? हेर्नु त ओभर क्राउडेड छ। उनीहरूलाई पनि भातै खुवाउनु पर्यो होइन, अनि उनीहरूकै बच्चा फेरि मैले ल्याएर पाल्नु पर्ला। त्यस्तो हुन नदिनुको लागि त्यस्तो कानुन बरु जटिल समस्यालाई फाइन तिराउने। जो मान्छेले त्यसैले बोल्छ त्यो मान्छेलाई फाइन। अहिले हेर्नु त त्यो डोनाल्ड ट्रम्पलाई फाइन तिराउने। डोनाल्ड ट्रम्पलाई कति पैसा आइसकेको छ अहिले सरकारलाई। उसलाई जसले नराम्रो भन्छ फाइन तिराउँछ। फाइन तिराउँछ। हाम्रो पनि फाइन तिराउने। अनि थुनेर त कहाँ गर्नु त? उनीहरूले लेखेको भरमा हामीले थुन्न थाल्यौँ भने त अब लगेर भातै खुवाउनु पर्यो, उनीहरूको बच्चा ल्याएर पनि पाल्न पर्यो। त्यस कारण प्रिभेन्सनमा जानु पर्यो हामीले होइन। त्यही मैले भने नि, मैले चाहेको भए तपाईँहरूलाई थुन्न सक्थेँ, किनभने कानुन त बनाएको छ नि त। अरूले रिलेसन छ भन्दा त थुनिरहेछ भने मलाई त सिधै आरोप लगाएको छ नि, विभिन्न प्रुफ गर्नु पर्यो नि त। नेपाल जय देश सबैजनालाई नमस्कार छ मेरो भ्युर्सहरूलाई। अनि हर्का सम्पा र इन्दिरा राणाजी दुईटै बेग्स नेपालको लागि चाहिने संसदहरू हुन्, यिनीहरू मन्त्री हुनुपर्ने। तर कुनै अब जनताहरूले विरोध गर्दैमा हजुरहरू चाहिँ धेरै उफ्रिएर धेरै कराएर पनि ठिक हुन। तपाईँले नियम कानुन बनाएर उहाँहरूलाई दण्डित गर्नुपर्छन्। हर्का सम्पाले भनेको कुरा पनि सबभन्दा विश्वमा मलाई पनि धेरै गाली गर्छन् होला, तर म हाँसेर बस्छु भन्नुभएको थियो। उहाँको सहने शक्ति पनि हो। तर इन्दिरा राणाजी म्याडम पनि उहाँ पनि नेपाल देशलाई चाहिने महिला शक्ति नै हो होइन। तर दुईटैले भनेको कुरा उहाँ इन्दिरा राणाजीले चाहिँ जुन गाली गर्छन् नि तिनीहरूलाई चाहिँ नियम कानुन बनाएर दण्डित फाइन तिराउनु पर्छ भनेको चाहिँ यो नि बेस्ट हो। फेरि यो पनि गर्नुपर्छ नेपाली जनतालाई। जे पाए त्यही सञ्जाल खोलेका छन्, गाली गरेका छन्, आमाको गाली गरेका छन्, बेइज्जत गरेका छन् दिदी बहिनी दाजुभाइहरूलाई। यो पनि सही हो। ल यो नि गर्नुपर्छन्। हाम्रो देश अहिले तपाईँहरू बस्नु भएको छ कानुन बनाउने ठाउँमा, दुईजना मिलेर यस्तो कानुन चाहिँ बनाएर ल्याएर गाली गर्ने बेइज्जत गर्नेहरूलाई चाहिँ ड्याङ्गै ठोक्नुपर्छ। 1 लाख हुन्छ कि 50-50 हजार हुन्छ कि थोरै गाली गर्नेलाई 10,000 20,000 30,000 1 लाख 2 लाख त्यसरी हाल्नुपर्छ। अनि बल्ल जनताहरू पनि सुध्रिन्छन्। नेताले पनि गाली गर्यो भने चाहिँ नेतालाई पनि ठोक्नुपर्छ। सबभन्दा धेरै सरकारी कर्मचारी र राजनीति गर्नेहरूले गाली गर्यो भने चाहिँ उनीहरूलाई चाहिँ जनताले 1 लाख हानेको छ भने उनीहरूलाई 5 लाख ठोक्नुपर्छ। यो चाहिँ कानुन बनाउनुपर्छ हजुर।